बित्तैमा बाँड्न ल्याएको गोलबेडा फ्याँकिदिए भन्दै कृषक किन हुँदैछ यस्तो खेल? हामीले चाहिँ यो फ्याँक्ने भनेर चाहिँ होइन, यहाँ ल्याएर क्रिएट राख्दै थियौँ होइन। 2-4 जना बाहिरको मान्छेहरू पनि आएर चाहिँ उहाँहरूले भोटाइदिनु भयो। हामीले चाहिँ लास्टमा चाहिँ यो यहाँ आउने अथवा यो बाँड्ने भन्ने प्लान हो। अझै हाम्रो गाडीमा 2-4 तपाईहरु फ्याँक्न आउनु भएको होइन होइन। दर्शकबिन माइती घरमा गोलबेडा फ्याँकिएको छ। कृषकहरू आफ्नो मागहरू राखिरहेको दृश्य पनि तपाईँ देख्न सक्नुहुन्छ। के कृषकहरू यहाँ गोलबेडा फ्याँक्नकै लागि आएका थिए? वास्तविक कृषकको कुरा सुन्नुहोस् जस्ताको तस्तै। सर नमस्कार सर। हजुर नमस्ते। कहाँदेखि हजुर? मेरो फर्म चाहिँ यहाँ चिसो पानी हो। मेरो घर चाहिँ नुवाकोट। फेरि पनि कृषकहरूले यसरी गोलबेडा रोडमै फ्याँक्नुपर्ने दिन आयो, किन आयो यस्तो? यो यस्तो अहिले वास्तवमै भन्नुपर्दा हामीले चाहिँ यो फ्याँक्ने भनेर चाहिँ होइन, यहाँ ल्याएर क्रिएट राख्दै थियौँ होइन। 2-4 जना बाहिरको मान्छेहरू पनि आएर चाहिँ उहाँहरूले भोटाइदिनु भयो। हामीले चाहिँ लास्टमा चाहिँ यो यहाँ आउने अथवा यो बाँड्ने भन्ने प्लान हो। अझै हाम्रो गाडीमा 2-4 तपाईहरु फ्याँक्न आउनु भएको होइन होइन। कसले फ्याँकिदियो त? हामीले होइन, त्यहाँ अब मान्छेहरू भिडभाड भएपछि उहाँहरूले अब कसले त्यो फ्याँकियो होइन। तर हामीले चाहिँ त्यो सोच फ्याँक्ने भन्ने सोचले चाहिँ हामी होइन। कृषकको नियति हो टमाटर हामी किसान हो भन्ने किसान देखाउनको लागि चाहिँ टमाटर चाहिँ बोकेर आयो होइन। हामीलाई फाल्न हुन्छ उचित मूल्य नपाएको कारणले गर्दाखेरि सरकारले चाहिँ जस्तै मूल्यमा चाहिँ न्यूनतम तरकारीको जुनसुकै तरकारीको पनि न्यूनतम मूल्य भएको बेलामा चाहिँ सरकारले चाहिँ मूल्यमा अनुदानको व्यवस्था गर्नु पर्यो। लगानीको आधारमा कसले कति लगानी गर्यो, लगानीको आधारमा अनुदान भन्दा पनि लगानीको आधारमा अनुदान भनेको ढोङ्गी किसानहरूले खाने हो। उहाँहरूले चाहिँ अनुदान खान्छन्, फर्म बन्द गर्छन्, 2-4 जना कामदार राख्छन्, फर्म दर्ता गर्छन्, अनुदान खान्छन्। सरकारी पैसालाई ब्ल्याक मनीलाई व्हाइट मनी बना जस्तै सरकारी पैसालाई चाहिँ परिचालन गर्ने माध्यम मात्र हो। तर वास्तविक मूल्यमा चाहिँ अनुदान दिने हो भने जसले पसिना बगाएको छ